हेलो साथीहरू, आज म यो बनाउन लाग्छु है, वाइवाई चौचौ बनाउन लाग्छु। बर्थीले चौचौ खानु भन्यो रे। तब नेपाली वाइवाई चौचौ लिया थियो हमले, 2-3 चौचौ थिए हम हैं। और 2 चौचौ बनाएर नास्ता खाना बनाइहाल्नु अब भन्ने हो मेरो। दाजुलाई मैले अब कहिले प्याज काट्न लगाएर प्याज मसिनो काट्छु म। तर 3 गोसा खुर्सानीले हाल्ने म, 3 गोसा खुर्सानी, थोडा प्याज गरेर यो काटिहालेँ मैले अब यसलाई भुट्नु पर्यो पल्ली। तपाईँलाई कडाई लानु म, सबभन्दा नानो कडाई यो छ। त्यसमा पकाउनु 2 चौचौ पनि ज्यादा नहाल्दै अब तब हिसाबले चौचौलाई मसिनो गरेर यसलाई नानको बनाउनु पऱ्यो क्या। के भन्नु नि यसलाई, मलाउनु भन्नु के मान्नु भन्नु नि त। धो गयो यसलाई मसिनो पाऱ्यो फ्राई गर्नु पऱ्यो। फ्राई गरेपछि पछि पानी हाल्नु पऱ्यो, पकाउनु पऱ्यो। बेला तेल हालेँ हेर, कडाईमा तेल हालेँ। त्यस पछाडि यहाँ प्याज हाल्यो, प्याज हालेपछि होइन प्याज काटिएको छु, चौचौ माडी नानो बनाएको छु, मसिनो बनाएको छु। और प्याज भुट्दैछु, प्याज भुटेपछि यो के अरे अहिले प्याज पकाएर अलिकति थिक ग्रेभी वाला बनाएर खानु साह्रै मनपर्छ मलाई। अहिले मैले थिक ग्रेभी बनाएको छु, बनाउने भन्दा पनि बनाउने। धेरै पानी पनि हाल्दैन, धेरै सुक्खा पनि बनाउनु। थिक ग्रेभी भन्दा एकदम मिठो हुन्छ चौचौ। मेरो हात पल्किरह्यो, मेरो बर्थीलाई चौचौ खानु परबाट आउनु आदि तब बनाएर घुम्नु आदि। अब आफू दिवाली छ तब धामधुम इच्छा फटाफट गर्थेँ। तब विशेष गरेको उसलाई खाली नानो खाली भनेर अब वही धामधुम लागेर अन्त केन्टीमा राम्ररी गरेर ल्याएको मान्छे मजाले खायो बनायो अन्त्य। अब पछाडि आउने हो, अझ कहाँमा जाने हो तब त सिजरे। अहिले मैले यो हालेँ के अरे चौचौ हालिहालेँ, पल्ली प्याज हालिहालेँ, भुटेकी प्याज। अब यो चौचौलाई धेरै नै 2-2.5 मिनट चौचौ भुट्नु पऱ्यो तेलमा। त्यसरी भुट्यो भने चौचौ त चौचौ, म्यागी पनि मिठो हुन्छ। ग्याले हो पहिलेको त्यसरी सिलसिलामा चौचौ भुटेर बनाउनु। अब मैले यहाँ पानी हालिहालेँ, 1 गिलास हालेँ। थोक्का अझ हाल्नु पनि मसला हाल्नु। मसला पनि भयो। अब यो तेल नहाल्नु भने के हुन्छ, तर जे हुन्छ भनेको हाल्नु लाउनु त्यो के हुन्छ, तेल कति हाल्नु साउनलाई नै कस्तो हुने रहेछ भन्ने हिसाबले तेल हालिहाल्ने। चौचौमा तेल के निस्केर आउँछ कि मसला भन्ने हिसाबले हाल्दा मात्र तेल धेरै कम खानु, खुर्सानी कम खानु, तेल कम खानु तसो कमै हुन्छ हाम्रोमा। अब यो खुर्सानी पछि चाहिँ तमुनलाई गएलाई मनपर्दो छ अब यो चौचौ मन पर्ने वालाले कमेन्ट गरिदिया। चौचौ लगभग पाकिसक्यो। अब धनियाँ काट्नु, हरियो धनियाँ हाल्यो भने अरूलाई टेस्ट निको हुन्छ अरे क्या। अब यो धनियाँलाई मसिनो काटिहालेँ मैले, कति मसिनो होटल लगाएका जति मसिनो त केही बनाएर सक्छु, तर मसिनै बनाउँछु मतलब कटिङ त। त्यसपछि अब यो हाल्नुहोस्, हालिदिएँ। यो धनियाँ हालेपछि आगो बन्द गरिदिनु, गरिदिन्छु। भइजान्छ यो कता पाकिया पनि गयो, समाप्त भयो। अब चाहिँ 2 प्लेटमा हाल्नु।
एक मेरो लागि एक मेरो बट्टीको लागि हो यो बट्टी परलाई रिल्स बनाउनु आज हेर अनि पहिला छाटा छाटा खाना बनाउनमा नास्ता कि खाजा बसोपछि सेला सेली नआए खाना पनि पकाया चाउचाउ धेरै कम खाना रहेछ पैसा अलिक जसो छ ले अब यो पनि तयार भयो अब खानु ल के भयो यो के भयो आएर मलाई ज्यादा भयो रसी छ तमलाई खान कहिला मन पर्दछ कमेन्ट गरे साथीहरू ल